जोजोलपा नेपाल भाषा लर्निङ नेपाल भाषालाई पछिसम्म बचाइराख्नको लागि हामीले सेभ नेपाल भाषा क्याम्पेन अन्तर्गत अहिलेको लागि युट्युब भिडियोहरू बनाउँदैछौँ र हजुरहरू पनि यो क्याम्पेनलाई हेल्प गर्न चाहनुहुन्छ भनेदेखि यो हामीले बनाएको ब्लग nepal-bhasha.blogspot.com लाई सोशल मिडियाहरुमा शेयरिङ गरेर अथवा हजुरको पसल छ बाटो छेउमा घर छ भनेदेखि एउटा पेपरमा प्रिन्ट आउट निकालेर तासेर राख्न सक्नुहुन्छ अथवा पेपरमा लेखेर पनि राख्न सक्नुहुन्छ ताकि अरूहरुमा पनि यो नेपाल भाषाको बारेमा इन्फर्मेसन पुगोस् र केही सल्लाह सुझाव छ भनेदेखि हामीलाई मेसेज अथवा कमेन्ट गर्न सक्नुहुन्छ र अब सुरु गरौँ Number 1 I hate you छ जिता जिता मय छ जिता मय भन्नाले तिमी मलाई मन पर्दैन भन्ने अर्थ पनि लगाउँछ अहिले नेक्स्ट नम्बर 2 I hate your voice जिता छंगु स मय जिता छंगु स मय अथवा यसमा अब थप्न पनि सकिन्छ यसमा I hate your voice को सट्टा I hate अब your mustache अर्थात जुंगाको लागि पनि भन्न सकिन्छ मलाई तिम्रो जुंगा मन पर्दैन भन्नको लागि जिता छंगु ग्वा जुंगालाई ग्वा भन्छ ग्वा मय अथवा आँखा मन पर्दैन भन्नको लागि मिखा मय मिखा आँखालाई अनि अर्को एउटा हुन सक्ने पोसिबिलिटी अर्को एउटा राम्रो सेन्टेन्स भनेको त्यो रिस पनि हुन सक्छ रिस मन पर्दैन भन्नको लागि रिसलाई चाहिँ नि नेपाल भाषामा त भन्छ त जिता छंगु त मय पनि भन्न सकिन्छ अथवा अब I hate your tears भन्नको लागि चाहिँ तिम्रो आँसु मलाई घृणा लाग्छ भन्नको लागि अथवा अब म तिम्रो आँसुलाई घृणा गर्छु भन्नको लागि चाहिँ जिता छंगु खोबी मय आँसुलाई चाहिँ खोबी भनिन्छ अब नेक्स्ट नम्बरमा जाउँ नम्बर 3 I hate thief मलाई चोरहरू मन पर्दैन अथवा म चोरहरूलाई घृणा गर्छु जिता खु मय I hate नेक्स्ट नम्बर I hate liar अथवा झुट बोल्ने मान्छे म झुट बोल्ने मान्छेलाई घृणा गर्छु जिता मखु ख लाई पी मय जिता मखु ख लाई पी मय अथवा यसमा एउटा अर्को पनि थप्न सकिन्छ मलाई दुई जिब्रेहरू मन पर्दैन भन्नको लागि अथवा म दुई जिब्रेहरूलाई घृणा गर्छु भन्नको लागि जिता निपु मे डुपी मय जिब्रोलाई चाहिँ मे भन्छ मे र अब रांगा भैँसीलाई पनि मे भनिन्छ तर प्रोनाउन्सिएसन गर्दा मे र मे अलिकति स्लाइटली फरक छ नेक्स्ट नम्बर I hate backbiters मलाई कुरौटीहरूदेखि घृणा लाग्छ जिता ल्युने ख लाई पी मय जिता ल्युने ख लाई पी मय अथवा यसमा अर्को थप्न सकिन्छ जुन मैले आई थिंक प्रिभियस च्याप्टरमा पनि भनेको थिएँ अब यो ब्याकबाइटर्सको सट्टा कुरौटीहरूको सट्टा नचाहिने कुरा गर्नेहरू मन पर्दैन भन्नको लागि चाहिँ नचाहिने कुरा गर्नेहरूदेखि घृणा लाग्छ भन्नको लागि जिता मुआ मोरु नचाहिने भनेको चाहिँ मुआ मोरु ख लाई पी मय त्यस्तै तपाईहरुलाई कुनै पनि टपिकमा भिडियोहरू हेर्न मन लागेको भएदेखि मलाई कमेन्ट अथवा मेसेज गर्न सक्नुहुन्छ आजको लागि यति नै थ्यांक यू सुबह